हेलो भाइ नमस्ते। फेरि पनि आज हामी चाहिँ 22 जनवरी हुँदै फेरि पनि आज हामी मनाङको टुर आइराखेका छौँ। अनि आज चाहिँ हाम्रो आफ्नै गाउँको दाजुभाइहरू लिएर म चाहिँ आज मनाङ आउँदैछु। अनि यही खुसीमा चाहिँ उहाँहरूसँग केही रमाइलो गरौँ, केही रमाइलो कुराकानी गरौँ भनेर अनि म पनि उहाँहरूसँग सामेल भएको छु। हस् दाइ, हजुरको मनमा केही यो ठाउँ कस्तो लाग्यो हजुरलाई? हजुर हस् त, नमस्कार हजुर। यो ठाउँ एकदम रमाइलो लाग्यो, पहिलोचोटि आएको होइन, एकदम रमाइलो लाग्यो यो ठाउँ। अनि अब हजुरको यस्तो इतिहास रहेको ठाउँ रहेछ लमजुङ जिल्ला होइन। हामी यही तनहुँको भए पनि यही बुझ्न सकिएको थिएन, अब आएर आज बुझियो। अब यसको लागि अझै धेरै मान्छेलाई बुझाउन सकिन्छ, त्यो कारणले एकदम रमाइलो लाग्यो, एकदम खुसी लाग्यो। अनि हाम्रो साथीहरूलाई अझै कस्तो लाग्यो उहाँहरूले पनि भन्न सक्नुहुन्छ केही कुराहरू उहाँहरूबाट। अब हाम्रो दाजु नै भन्नुहुन्छ, हजुरलाई कस्तो लाग्यो भन्नु? नमस्ते ल सम्पूर्ण साथीभाइहरू नमस्ते। यति रमाइलो छ कि हाम्रो 22 जनवरी र मनाङको यात्रा साँच्चै नै भन्नुपर्दा जिउँदोमा स्वर्ग हेर्ने हो भने 22 जनवरीबाट मनाङको यात्रा गर्नुपर्छ। त्यो एउटा फिल हुन्छ। मलाई चाहिँ त्यो महसुस गरेँ। साथीहरू के कस्तो लाग्यो आफ्नो जिज्ञासा गर्नु। अब म यही खुसीमा चाहिँ आज हामी सबै दाजुभाइ भेटेको खुसीमा चाहिँ एउटा हजुरहरूलाई सानो छोटो सङ्ग सुनाउन गइरहेको छु है। देश विदेशबाट हेर्नु भएको दाजुभाइ दिदीबहिनीहरूले लाइक कमेन्ट सब्सक्राइब पनि हानिदिनु होला। मेरो युट्युब च्यानलमा नाम रहेको छ रामकुमार ब्लग। म गएर तपाईँले हेर्न सक्नुहुन्छ, खोज्न सक्नुहुन्छ है त। म अब सुरु गर्न गएको छु ल, हेर्नु है त, सुरु गरौँ है त। याद गर्न पनि कोही न कोही तो चाहिँदो रहेछ, कुनै मोडमा साथी पाइँदो रहेछ, कुनै मोडमा साथी पाइँदो रहेछ, कुनै मोडमा घुमाइदो रहेछ। याद गर्न पनि कोही न कोही तो चाहिँदो रहेछ। हस् त, धन्यवाद सबैलाई। बाई बाई, यति है।